दर्शकबिन नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी डल्ली आमाको दुःखद निधन भएको छ। मेरो मन कति धड्केको छ, कति रोछ। विभिन्न फिल्म र सिरियल मार्फत दर्शकमाझ अत्यन्त प्रिय बन्न सफल यी आमाको निधनले सम्पूर्ण नेपाली कला क्षेत्र शोकमा डुबेको छ। उठेको बस्ती, बाँसुरी जस्ता चर्चित फिल्ममा अभिनय गरेकी डल्ली आमाले घरका कुरा, गुमेको माया, सम्झना, जिन्दगीको कथा जस्ता दर्जनौं टेलिसिरियलमा दमदार अभिनय प्रस्तुत गर्नुभएको थियो। उहाँको सरल बोली, सशक्त अभिनय शैली र आमा बुबा पुस्ताको प्रतिनिधित्व गर्ने भावपूर्ण प्रस्तुतिले उहाँलाई आम दर्शकमा लोकप्रिय बनाएको थियो। नेपाली समाज र कला क्षेत्रमा अपूरणीय योगदान डल्ली आमाले नेपाली समाजका विविध यथार्थ कथालाई पर्दामा उतार्दै ग्रामीण भेगका महिला आमाहरूको प्रतिनिधित्व गर्नुभएको थियो। उहाँको अभिनयले धेरै दर्शकको मन छुने काम गरेको थियो। उहाँको योगदानलाई नेपाली फिल्म र टेलिभिजन इतिहासले सधैँ सम्झिरहनेछ। डल्ली आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। वैकुण्ठमा बास होस् भन्ने कामनासहित उहाँप्रति गहिरो सम्मान प्रकट गर्दछौँ।